हेलो नमस्ते सेवा सम्पूर्ण मेरो साथीहरुमा अनि आज पनि तपाईहरुको माझमा न्यू भिडियो न्यू ब्लगको साथ आइसकेको छु। अनि आज चाहिँ म जाँदैछु कहाँ भन्दै गर्दा चाहिँ आजबाट चाहिँ मेरो जागिर सुरु भइसक्यो नि त। मैले चाहिँ जागिरको लागि अप्लाई गरेको थिएँ अनि आज चाहिँ मेरो जागिर आजदेखि सुरु भइसकेको छ। अनि म चाहिँ जबको लागि जाँदैछु अनि म चाहिँ झोला बोकेर हिँडिसकेँ साथीहरु। अनि यस्तो ड्रेसमा पनि जब गर्न जान्छ र भन्नुहुन्छ होला हैन। म चाहिँ यस्तो ड्रेसमै जब छ मेरो चाहिँ। अनि मेरो जब चाहिँ साथीहरु मेरो जब चाहिँ यहाँ तल रहेको छ साथीहरु। निकै खोलाको छेउै पुग्नुपर्छ नि त मेरो जबको लागि चाहिँ। अनि म चाहिँ जाँदैछु अनि यहाँ तल सबिनाको घर यहाँ तल चाहिँ अनि यहाँ माथि चाहिँ हाम्रो नानाहरूको घर। अनि म चाहिँ जाँदैछु साथीहरु हेर्दै गर्नु होला। यसदेखि पारी देख्ने घरहरू चाहिँ पोमजाहरू हो। यस्तो देखिन्छ है साथीहरु पोमजा गाउँ चाहिँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ रोज यहाँनिर चाहिँ सबिनाले यस्तो दुःख गरेर रोपेको फुल कस्तो दामी फुलिरहेछ। रुखभरि त्यो स्याउहरू फलेको जस्तै फलिरहेछ साथीहरु। अनि यो चाहिँ हाम्रो सबिनाको घर। सबिना घरमा चाहिँ कति धेरै फुलहरू रोपेको छ नि त। अनि घर यस्तो दामी छ अनि फुलहरू उतापट्टि चाहिँ दामी झन् रोपेको छ। यो चाहिँ भोटे कुकुर हो साथीहरु। तपाईहरुलाई चाहिन्छ भने यो कुकुर सम्पर्क गर्न सक्नुहुनेछ। भोटे कुकुर यो घरमा चाहिँ हतार घर थुनेर बसेको छ मलाई थाहा छ। यहाँनिर चाहिँ यस्तो राम्रो फुलहरू रोपेको छ हतार ढोका थुनेर बसेको छ। ओके म दुल्लोबाट पनि खिच्न चाहन्छु। फुलहरू यस्तो दामी यो घरको छोरीहरू चाहिँ साँच्चै कति धेरै मेहनती छ नि त। सबिना सजिना अनि सृष्टि सबैजनाले चाहिँ एकदम राम्रो फुलहरू रोप्छ साथीहरु। अनि म चाहिँ यहाँ जागिरमा गएको आधी घन्टा भइसक्यो तर पुगेको छुइनँ। अनि सबिना पनि जबको लागि जाँदैछ नाना पनि। हामी चाहिँ यस्तै छ जागिर आजबाट चाहिँ नयाँ कामको सुरुवात गर्दैछु साथीहरु। सबैजनाले सपोर्ट गरिदिनु होला। अनि मेरो चाहिँ जब निकै टाढो भएको कारणले म चाहिँ मेरो माउली घर पनि कटेर जानुपर्छ साथीहरु। अनि यो चाहिँ मेरो जेठा मामाको घर माइलाको चाहिँ दिनी नि त्यही हुनुहुँदो रहेछ। जेठी दिनी त्यहाँ हाँसिराख्नु भएको छ। अनि माइला दिकुको माथि अनि कान्छा छोरा चाहिँ हाम्रो टाढो हुनुहुन्छ। अनि जागिरमा गएको दिनी यहाँ कुट्ने नभन्नु न मैले भिडियोमा जागिर भनिरहेको छु जब भनिरहेको छु। कुखुराहरू रहेछ घर झिलिमिली भरैतिर फर्किँदा पस्छौँ नि। जागिरमा ढिलो भइसक्यो हाम्रो दिनी। भाइ हजुर अघि गइसकेको छ नि दिनी। ल बस्दै गर्नुहोस् ल। अनि हाम्रो चाहिँ नानाको चाहिँ साइड ब्याग हो तर गर्मीले गर्दाखेरि पछाडि बोकिराख्नु भएको छ। अनि यस्तै छ है साथीहरु। हामी चाहिँ यताबाट आउनुपर्छ रोड। अनि पहिला चाहिँ उकालो बाटो थियो। हामी पोमजा बिडापानी स्कुल पढेर फर्किँदा चाहिँ उकालो जानु पर्थ्यो माथि घरसम्म उकालो। तर अहिले चाहिँ हेर्नु न बाटो सबै बन्द भएछ रोडले गर्दाखेरि बाटो छैन साथीहरु। अनि यो ढुङ्गा चाहिँ यति माथि थियो नि अग्लो तर अहिले चाहिँ यति बाटोले गर्दाखेरि यति आइसकेछ। खोला देख्न सक्नुहुनेछ। अनि यहाँ चाहिँ हामी चढ्नुको लागि कम्ता साह्रो पर्थेन। यहाँ बसेर खाजा खाँदै यो चाहिँ हाम्रो मेमोरिज भनौँ न कस्तो पहिलाको याद आयो र। अनि यहाँ पारि देख्न सक्नुहुनेछ काम गर्ने साथीभाइहरू। अनि यहाँ पारि चाहिँ पोमजाको भाइहरू अनि दिदीहरू हुनुहुँदो रहेछ। अनि यो ठाउँको नाम चाहिँ टिप भन्छ। अनि पहिला हामी यो बाटो चाहिँ 5-6 वर्ष स्कुल हिँडेको बाटो। अनि कति धेरै याद आयो यो ठाउँको हाम्रो सबिना म्याम। अनि उहाँहरू मैले चाहिँ सँगै जब अप्लाई गरेको। अनि हाम्रो चाहिँ सक्सेस भएर आजदेखि ड्युटी जोइन गर्दैछौँ। अनि उहाँको मम्मीहरू चाहिँ पहिल्यैदेखि यहाँ पुरानो कामदार हो नि त।
पहिलादेखि गफ गर्नुहुन्छ अनि उहाँहरूले चाहिँ धेरै काम गरिसक्नु भएछ खातापाताहरू धेरै मिलाइसक्नु भएको छ अनि अब पनि जस्तो देख्दैछु नि यता ल होइन अनि प्रजल भाइ पो रहेछ हामी पनि आएको त भाइ काम गर्नु चिनेन कि क्या हो हजुर आउने भयो युट्युबमा फेसबुकमा पनि आउँछ होला यो चाहिँ हाम्रो झोला हाम्रो चाहिँ तिमीलाई त देखेको छैन त चिन्दैन त को चिन्दैन भाइ तिम्रो नाम पनि त भनेको छुइनँ मैले अनि यहाँनिर चाहिँ सबिनाको मम्मीले चाहिँ यति धेरै यहाँनिर बसिसक्नु भएको रहेछ अनि अब चाहिँ हाम्रो काम सुरु भयो साथीहरू मेरो चाहिँ खोला साथीहरू माथि देख्दै सक्नु दाजुलाई भागमा स्वागत छ ल तपाईँलाई जुन गाडी देखाइदिन्छु हाम्रो धनकुमार दाजु कोमाटाको अनि यहाँ चाहिँ हाम्रो खोला हो अनि दाजुभाइ होइन खोलाली पनि भनेको भन्दैछ हाम्रो आजदेखिको जागिर चाहिँ यस्तै छ साथीहरू कस्तो अभि मेरो चाहिँ यो डिङ्गो हो डिङ्गो लाएर गर्दैछु म कति रमाइलो कति रमाइलो काम गर्नु भन्छ खेल्नु मजा आउँदैछ धेरै काम खोलाको अहिले हामी हेर्दा यसलाई चाहिँ म डराउँदैछु साथी हो यहाँ हामी कति लक्ष्मी पहिला छुँ दादा ल त्यति बेला तल पुग्छौँ लागि गिटीको लागि दाजु गिटीको लागि हाम्रो दाजुले चाहिँ यति धेरै दुःख गर्नुहुँदैछ गाडी पनि रहेछ तपाईँहरूको त यहाँ तल भाउजू चाहिँ टोकोमा ढुङ्गा भर्दै हुनुहुन्छ यहाँ पर गिटी कुट्नेहरू अब आफ्नो को त्यो सानो रहेछ यस्तै छ साथी हो कति रमाइलो ठाउँ यहाँनिर चाहिँ यहाँ चाहिँ गिटी कुट्नुभन्दा अगाडि फेरि ठाउँ बनाउनुपर्छ सुमी मिसले चाहिँ यहाँ बनाउँदैछ यता आन्टीले नि सघाउनु हुँदैछ यता मम्मीले पनि म चाहिँ यहाँ बसिरहेको छु अलिक पर्छ होला बारी खाने जस्तो लाग्दैछ मलाई गाइजहरू चाहिँ गाइजहरू उनीहरू चाहिँ गयो काम गर्नु अफिसमा अहिले चाहिँ पानी परिरहेको छ अनि हामी बसिरहेको छौँ हाम्रो के खानेकुराहरू पनि छ अनि पानी परेर बिसाएको यता भाइहरू पनि हुनुहुन्छ हाम्रो चाहिँ नाना गिटी यति कुटिसक्यौँ हामीले चाहिँ बोक्दै तर भएन नि त्यो खोङ्ना चाहिँ भएन नि चाहिने यहाँ एकछिन मैले त निकालिदिएको थिएँ हाम्रो चाहिँ खाजा चिथोट्ने टाइम पनि भइसकेको छ अनि यहाँ पर पनि खानुहुँदैछ यहाँ चिया यो चाहिँ मेरो खाजा हो यो नानाले ल्याउनु भएको खाजा सबिनाहरूले आलु यो चाहिँ यहाँ मजाको हाम्रो अङ्कलले ल्याउनु भएको खाजा ओमाइ गड आलु र रातो रोटी पारीबाटाको कुवारीको सेतो रोटी हाम्रो चाहिँ खाजा चाहिँ अन्तिम भइसक्यो खाइसकेर अब चिउरा मात्रै बाँकी छ यता परतिर हुनुहुन्छ टन्नै ऊ आर्मी लेखेको अङ्कल चाहिँ रामजी अङ्कल त्यो कहाँ अघि अनि साथीहरू हामी चाहिँ खाजा खाइसकेर यहाँ खोलामा नुहाउनु आएको पानी यहाँनिर माथि चाहिँ धेरै मान्छे थियो र यहाँ तल आएको नुहाउनु अनि स्याम्पू पनि छ अनि सबिना यहाँ अनि माथि नुहाउने गर्नु साह्रो भयो भयो तर्सी नाच्ने सुमीलाई चाहिँ गर्नु भएर नआइरहेको छ गाइजहरू यहाँ अफिसबाट आएर
ल भयो होला चाहिँ खाजा खाइसकेर पनि नुहाएर आएर नि अब हाम्रो ढुङ्गा सक्यो हामी नानारामा चाहिँ ढुङ्गा ल्याउनु गयौँ उनीहरू चाहिँ यहीँ बोक्ने अरे हामी चाहिँ यस्तो खोलामा नि झरेर ढुङ्गा खोज्नुपर्छ नि त अनि रोडको मात्रै हुँदैन अरे खोलाको नि ढुङ्गा चाहिन्छ अरे त्यही भएर हामी चाहिँ खोलामा आएको छौँ यता माथि के छ अवस्था योहरू लानु होला नि कि म चाहिँ यहाँको ढुङ्गा टिप्नु पऱ्यो यहाँ रोको राखेर यहाँ चाहिँ यस्तो ढुङ्गाहरू टिप्नुपर्छ रहेछ अनि यस्तो चाहिँ कुटिन्छ यस्तो चाहिँ कुटिन्छ अनि डल्लो डल्लो चाहिँ ढुङ्गा टिप्ने यस्तो यस्तो टिप्यो भने चाहिँ पछि खै के गर्छ अरे हुँदैन अरे भनौँ न हाम्रो चाहिँ बोक्नु न बोक्दैछौँ हामी चाहिँ अप्ठ्यारो छ क्या बाटो पनि यस्तो ढुङ्गा छ अनि है त होला नि हजार हाम्रो चाहिँ अब कति 5 बजे नि अनि अब हामी घर जाने यति सबिना र उसको मम्मीको हाम्रो आज त्यति कुट्यौँ अब भोलि कति कुटिन्छ ढुङ्गा बोक्दै कुटाइदिए गाह्रो छ साथीहरू आज चाहिँ सुतेको पनि थाहा पाइँदैन होला भनेर कसरी भन्नु नुहाएको थिएँ कपाल पनि सुक्यो अनि यहाँ चाहिँ घर जानुको लागि तयारी हुँदैछ सिस्नो टिपेको थियो अनि सिस्नो चाहिँ टक्कसँगले झोलामा लाउँदैछ अनि आजको भ्लग चाहिँ यति नै साथीहरू आजको मेरो डे 1 को जब पनि बिदा भइसकेको छ अनि आजको भ्लग कस्तो लाग्यो होला मन पर्यो भने लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला भन्दै टाटा बाइ बाइ।